श्रम संस्कृतिलाई नै किन गर्नुभयो त तपाईँले भन्ने सन्दर्भमा श्रम संस्कृति पार्टी र अरू पार्टी अलिकति फरक छ। अहिले विभिन्न प्रश्नहरू उठेको पनि छ। नयाँ भन्ने साथीहरूलाई पनि उहाँहरू प्रश्नरहित हुनु भएन। प्रश्नरहित त हुनु भएन नि। के प्रश्न हो भनेर मलाई तपाईँले आज नसोधिदिनु होला, त्यो समयले नै बताउँदै जाला। तर केही सीमाहरू छन्, ती सीमाहरूलाई मेटाउने गरी केही कमजोरीहरूलाई सुधार्ने गरी श्रम संस्कृति पार्टी भनेको चाहिँ फेरि त्यो जमिनबाटै उम्रेको, जनताको तपाईँको चाहिँ बिचबाटै उम्रेको हो। त्यसमा अहिलेसम्म थुप्रै विधि होला, पद्धति होला, विभिन्न संस्कार संस्कृतिको कुरा होला, त्यसमा के होला निर्माण गर्नु। तर कुनै न कुनै शक्तिबाट अपवित्र ढङ्गले कुनै न कुनै त्यस्तो तत्त्व प्रवेश नगरिसकेको त्यो नयाँ एउटा शक्ति भएको हुनाले त्यसलाई नै हामीले समर्थन गरेको हो।